योपालि त पोर्चुगलले स्योर वर्ल्ड कप जित्छ ब्रो। सु त्यो त हामीलाई पनि जितोस् जस्तो लाग्छ, तर वर्ल्ड कपमा एकर भोसडीके जहिले मेरो आँड मात्र जित्छ पोर्चुगलले। डोन्ट वरी ब्रो, यसपालि त पोर्चुगलले जितेर ह्याप्पी इन्डिङ हुनेवाला छ ब्रो। पोर्चुगलको फ्यानको लागि ह्याप्पी इन्डिङ भनेको त्यही स्पामा मात्र हुन्छ, इम्पोर्टेन्ट गेममा त हगिदिन्छ। अब यो वर्ल्ड कप त हगेर भयो नि, छेरेर भयो नि, गुमा लतपत भएर नि रोनाल्डोले सुनको डल्लो स्योर उठाउँछ ब्रो। सु ध गाँडमे गु नैखे हगेला जाइछि, हग्नलाई त गु पनि हुन पर्यो नि बोरो। रोनाल्डो बुढो भइसक्यो, गु त सुकिसक्यो होला। छ्या ब्रो, गनाउने कुरा नगर न, रोनाल्डोलाई जिताउने मात्र कुरा गर न ब्रो। कुरा गरेर जित्ने भए, अब कुरा गरेर अरू प्लेयरलाई ढाल्न सक्ने भएको भए त एकर मालके यमाललाई, एकर पेटिकोटके मेस्सीलाई, एकर देमारके नेमारलाई, एकर खालाल्यान्डके हालान्डलाई, एकर पेलेके डेम्बेलेलाई सबलाई ढालिदिन्थे। अब पोर्चुगलको रोनाल्डोलाई जिताइदिन्थे। ब्रो, सेक्स गर्न लागेको हो र ढालिदिनलाई, फुटबल खेल्न लागेको हो। सु रे अनरियाके झोलमपट्टि, सेन्स अफ ह्युमर झाँट्छ क्या हो। अब म गर्छु आँडको कुरा, तिमी बुझ्छौ गाँडको कुरा। ब्रो, बुढी हो र गर्नलाई, फुटबल हो खेल्नुपर्छ। सु एकर सिउके तेल लगाके